शिक्षक आन्दोलनको 26औं दिन ठुलो दुर्घटना घटेको छ। प्रहरी र शिक्षक बीच झडप हुँदाखेरि दर्जन भन्दा बढी शिक्षकहरू घाइते भएका छन् भने एक महिला अहिले सामाजिक सञ्जालमा निकै भाइरल छिन्। प्रहरीको फोराले उनको आँखा नै निकालियो कि भन्ने शंका गरिएको छ। भिडियोमा देख्नु भएको छ दर्शकवृन्द, एक महिलाले आफ्नो आँखा छोप्दै आँखा आँखा भन्दै छिन् भने प्रहरीले उनलाई तत्काल हस्पिटल लगिरहेका छन्। यो घटना के हो त दर्शकवृन्द, आउनुहोस् विस्तृतमा जानौं। बानेश्वरमा शिक्षक र प्रहरी बीचको झडपको क्रममा एक शिक्षिकाको आँखा फुटेको आशंका गरिएको थियो। मेरो आँखा भन्दै रुवाबासी गरिरहेकी उनलाई प्रहरीले पिठ्यूमा बोकेर अस्पतालतर्फ लैजाँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तर पछि उनी शिक्षिका नभएर प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की रहेको खुल्न आएको छ। कार्की रिपोर्टिङका लागि प्रदर्शन स्थलमा पुगेकी थिइन् र प्रहरी र शिक्षक बीचको झडपको क्रममा उनको आँखामा चोट लागेको हो। सुरुमा उनलाई बानेश्वर स्थित सिभिल अस्पतालमा लगिएको थियो, जहाँबाट चिकित्सकले ट्रमा सेन्टर रिफर गरेका थिए। अहिले उनी तिलगङ्गा आँखा अस्पतालमा उपचार गराइरहेकी छन्।